वेलकम छ साथीहरु, मेरो सानो नयाँ ब्लगमा हजुरहरुलाई स्वागत छ है। अब म चाहिँ अहिले ड्युटी जान लागेको छु। अहिले चाहिँ यहाँको साउदीको कति बज्यो भन्दाखेरि 2:53 भएछ। 3 बजेदेखि मेरो चाहिँ ड्युटी है। अब यस्तै छ भन्नु पर्यो हैन, ड्युटी जानुपर्छ आउनुपर्छ हैन, दुःख पीडा यस्तै छ। टक्क लाएर अब ड्युटी जान लागेको। अनि हजुरहरुलाई के कस्तो छ भनिदिनु पर्यो कमेन्टमा है। चट्ट लाएर अब ड्युटी जानुपर्ने हुन्छ। र मैले चाहिँ यो चाहिँ पहिलो ब्लग भनौँ न, दोस्रो ब्लग भनौँ न। पहिला पनि एकचोटि अब छोटो ब्लग बनाएको थिएँ, अनि त्यसमा चाहिँ अब त्यति अब कन्फिडेन्ट हुँदो रहेछ हैन बोल्नका लागि। अब जस ट्राई गर्दैछु, सिक्दैछु ब्लग बनाउनका लागि हैन। हजुरहरुलाई के कस्तो लाग्छ? खजुर खानुपर्ने हुन्छ हैन चट्ट पाराले। यहाँ चाहिँ अब साउदीमा अब खजुर चाहिँ प्रशस्त मात्रामा पाइन्छ हैन। हाम्रो रुम चाहिँ यस्तै छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो रुम। विदेश भन्नु मात्र छ है, रुम चाहिँ फेरि एकदम भनिन्छ नि त, सुनिन्छ नि त अब विदेशमा त हैन। कस्तो राम्रो रुम, आहा कस्तो राम्रो ठाउँ, आहा भन्ने खालको हैन। तर हाम्रो रुम चाहिँ यस्तो छ कि ल हेर्नुस् त। यो त घर भन्दा पनि ठाउँ पनि हामीले त्यस्तै ठाउँमा ल्याएर राखिदिएको छ कि फेरि। तर हामीलाई चाहिँ चित्त बुझ्ने ठाउँमै ल्याएर राखिदिएछ। कपालले अब जानुपर्ने हुन्छ ड्युटीतिर। बाहिरको नजारा हेरिदिनुहोस्। यो चाहिँ बाहिरको नजारा कस्तो छ हेर्दै त। तिम्रो चौबन मेरो लागि सुन्दर एउटा फुल भयो, त्यही फुल मन पराउनु मेरो एउटा भुल भयो। पहिलोचोटि बनाएको है ब्लग। अब के बोल्ने हुने क्या, बिस्तारी आउँछ कि बा बोल्नका लागि। पहिलोचोटि अब के भन्ने कन्फ्युज हुने रहेछ क्या। र अहिले चाहिँ म जुत्ता लाउँदैछु साथीहरु, जुत्ता लाउँदैछु। अब चाहिँ निक्लिन लागेको रुमबाट। धेरै टाढा त छैन, 5 मिनटको बाटो हो। 5 मिनटको बाटो हो, एकछिनमै पुगिन्छ। ल रेडी हुनु भइसक्यो? स्ट्रेट ड्युटी हो कि 10 घन्टा आलातुल खट्नु पर्ने हुन्छ यहाँ चाहिँ। हामी चाहिँ 10 घन्टा गर्नुपर्ने हुन्छ है। 10 घन्टा डाइरेक्ट गरेर आउँछौँ कि, त्यस्तो छ ड्युटी चाहिँ हाम्रो। अनि जोस् ठिकै छ, चलेकै छ भनौँ। 4 साल कटिसक्यो है यसरी नै गर्दा गर्दै जोस् ठिकै छ। अनि के यो जुत्ता नयाँ हो तपाईँको? ल हजुरहरू हेर्न सक्नुहुन्छ, हामी चाहिँ अहिले चाहिँ जाँदैछौँ ड्युटी हिँडेको। ठाउँ नै अब हामीलाई त त्यो जेलमा राख्ने कैदीलाई जस्तै ठाउँमा ल्याएर राख्दैछ के।
है मेरो भ्लगमा के भन्नु छ तपाईलाई तपाईको भ्लगलाई स्वागतम गर्न चाहन्छौँ हामीले स्वागतम अनि सब्स्क्राइब शेयर अनि त्यो के हो त त्यो लाइक अनि सब्स्क्राइब गरिदिनु होला है फेरि पनि हाम्रो नयाँ भ्लग आउनेछ हैन तपाईँहरूलाई बाहिरको नजारा देखाइदिन्छौँ नजारा हेर्न सक्नुहुनेछ ल नजाराहरू हेर्न सक्नुभयो नि हजुरहरूले र अब चाहिँ यहाँनिर चाहिँ रोड क्रस गर्नुपर्ने हुन्छ हामीले रोड क्रस गर्दा चाहिँ पुलिसले भेट्यो भने चाहिँ यस्तो यहाँनिर गाह्रो छ कि विदेशको ठाउँमा पुलिसले भेट्यो भने चाहिँ यहाँनिर फेरि फाइन हो सिधै काटिदिन्छ र यहाँनिर छिटो भाग्नुपर्ने हुन्छ है हामी चाहिँ छिटो भाग्नुपर्ने हुन्छ यहाँनिर र अहिले गाडीहरू पनि स्टप भइसकेको छ भाग्नुपर्ने हुन्छ तर त्यति साह्रो गाडी फास्ट नआएको कारणले अब भागिएन ठिकै छ अब यहाँ चाहिँ भाग्नुपर्ने हुन्छ है ल भागौँ र हामीले काम गर्ने ठाउँ चाहिँ आइसकेको छ हजुरहरूले देख्नुहुन्छ देखाउने छु यस्तै छ ल साउदी हेर्नुहोस् साउदी है यो चाहिँ र हेर्न सक्नुहुनेछ यो चाहिँ हामीले काम गर्ने ठाउँ हो यही है काम गर्ने ठाउँ चाहिँ काम गर्छौँ हामी चाहिँ यहीँनिर धेरै टाढा छैन 4-5 मिनटको बाटो हो र हामी चाहिँ एन्ट्री भइसकेको छौँ ल एन्ट्री भइसकेको छौँ हामी भित्र र हामीले फिङ्गर यसरी हाल्नुपर्ने हुन्छ फिङ्गर यसरी हाल्नुपर्ने हुन्छ ड्युटी अवस्थामा चाहिँ अब यस्तो हुन्छ के हाले दाइ ठिकठाक है काम कैसे चल रहा है देखो नज़ारा देखो ये हमारा किचन है ये हमारा भाई बंधु काम कर रहा है इधर हमारा शेफ इधर काम कर रहा है शेफ साहब क्या हाल है सही है ठीक ठाक है सम्झी ठिक छ नि ल राम्रोसँगले काम गर्ने है त हाँ ना नहीं डालूं नहीं ये वो ब्लॉग बना रहा हूँ मैं ब्लॉग बना रहा हूँ मैं ब्लॉग बना रहा हूँ ओहो दाइ के छ हौ हाम्रो नयाँ भ्लगमा यसो थोरै बोल्दै गरौँ नयाँ भ्लगमा नयाँ भ्लगमा हैन सबैजनाले चाहिँ हाम्रो चाहिँ भ्लगलाई माया गरिदिनु होला अरु हाम्रो भ्लगहरु नयाँ आइरहेको हुन्छ हैन तपाईहरुलाई स्वागत छ हाम्रो भ्लगमा आज ठास दिने हो आज आउँछ हजुरहरु सक्नुहुन्छ यो चाहिँ मैले काम गर्ने ठाउँ है काम गर्ने ठाउँ के छ है दोस्त सही है ठीक छैन क्यों ठीक छैन दोस्त ड्युटीमा आइसकेको छु र यति भन्दै मेरो यो ब्लग चाहिँ यहाँनिर टुङ्ग्याउन चाहन्छु हाम्रो भाइ बङ्गलादेशका है एकदम मिल्ने साथी हो नेपाली पनि सबै बुझ्छ नेपाली पनि बोलिदिन्छ हामी पनि बङ्गलादेशको भाषा सिक्दैछौँ राम्रो छु यति भन्दै यो सानो ब्लग चाहिँ यही टुङ्ग्याउन चाहन्छु हस्त धन्यवाद।